स्वागत छ हजुरहरुलाई मेरो अर्को नयाँ भ्लगमा। अनि आज चाहिँ मैले बाहिरबाट भ्लग बनाउँदै छु। मेरो मतलब कि पहिला चाहिँ सधैँ घरभित्रको मात्रै भ्लग बनाएर आउँथे, अनि आज चाहिँ मैले बाहिरको बनाइरहेको छु। अनि अहिले चाहिँ म माइत जान लागेको। हजुरलाई मेरो गाउँ पनि देखाउँछु। यताबाट जानुपर्ने हुन्छ। यो चाहिँ चपरकोट र सिन्डीको सिमाना हो। अनि खोला तर्नुपर्छ। खोला चाहिँ खासै ठुलो छैन, म देखाउँछु हजुरहरूलाई। यतातिर पुल पनि छ, तर चाहिँ मलाई यतै खोलादेखि चाहिँ खोलादेखि नै जानु नजिक पर्छ। अनि त्यही भएर म खोलातिर जानु लागेको। जता छिटो त्यतै घाम छ नि त, 12 बजेको धुपमा हिँड्दैछु म अहिले। अनि यतातिर चाहिँ मेरो माइती गाउँ। अनि यता म पछाडि जहाँबाट हिँडिरहेको छु त्यो चाहिँ घर हो। अनि त्यतातिर चाहिँ अनि त्यही हो खोलावारी खोलापारी। हाम्रो गाउँको खोला चाहिँ यही नै हो, यत्रो छ अहिले चाहिँ। तर बर्खा लाग्यो भने चाहिँ पुरै भरिन्छ, टमक्कै माथिसम्म टाढैसम्म आइपुग्छ पानी। अहिले चाहिँ यत्रै छ खोला। हामी चाहिँ पहिला यतातिर चराउन आउँथ्यौँ, के अरे बाख्रा। अनि पहिला बेर नगर्दाखेरि, अनि अहिले त अब मस्तै भयो। अब त्यति बेला बाख्रातिर चराउन आइन्थ्यो। अनि यतातिर चाहिँ कोलपुर हो हाम्रो, मतलब हाम्रो सबैको मेन बजार यतातिर चाहिँ। यता अनि मेरो माइत, अनि यता चाहिँ मेरो घर। अनि म चाहिँ आइसकेँ अहिले गाईहरू। मम्मी त्यहाँ वन चलाउँदै हुनुहुन्छ। अनि हाम्रो घर चाहिँ यही हो। मैले पहिला पनि देख्नुभयो होला। आफूहरू यता चाहिँ तर आफभरि फुलेर हिँड्छ। यो चोटि फलेर हिँड्छ, खासै अलिअलि फल्यो क्या। अनि त्यही हो। अनि यहाँनिर चाहिँ मम्मी र ठुमम्मी भएर आफको अचार पिस्दै हुनुहुन्थ्यो। अनि मलाई चाहिँ काँचो आफ्नुन खुर्सानीसँग एकदमै खान मन लागिरहेको थियो। अनि म चाहिँ यहाँ आउने बित्तिकै त्यही खाँदैछु। हाम्रो चाहिँ यहाँ आँपको रुखहरू धेरै छ, अनि त्यही आँप खाँदैछु म चाहिँ यहाँ। टाउनमा फोटो दियो भने सुधार्न गाह्रो भयो। यति मोटा पनि त्यो गर्दो रहेछ। पलाडीको घरै मात्रै बनाउने हेर्दै भल गयो। डायमन्डको प्याकेट अस्ति ल्याउनु पऱ्यो, सबै खाएर भाइ हाल्छ। राम्रो आहा भेट्यो। कावा उल्टो गरेको काम। के अरे मकै पोलेर खाने भनेर यहाँ मलाई मकै काटेर खोर्सानी लानु भयो। हरिया मकै गाई थम्नेल कोइला पनि कहिले त के हिस्ट्रीमा टाँसिस मोबाइलमा के अरे। हाई गाइस, अलिअलि भएछ नि त्यो फुल टाँसिस त्यो नाम अलिअलि भएछ माथि जाँडतिर भएछ अलिअलि अङ्कलले सेक्युरिटी गार्ड छ र कम्प्युटरमा जागिरहेको त खाइसँग जानु। अहिले त हामी मनिषाको घर आयौँ। यो मनिषा हो। मनिषा भर्खर सुतेर उठेर चाहिँ हाई गाइस भन्न। हाई गाइस देखि
बिग फ्यान Big fan, miss. ल Big fan. मजा कहिले अनि हामी चाहिँ यहाँनिर हाम्रो छिमेकी मनिषाको घर आएको थियौँ अनि एकछिन गफसफ लगायौँ त्यसपछि हामी मकै पोलेर खानातर्फ लाग्यौँ अनि यहाँनिर चाहिँ मनिषाले मकै बोल्दैछ पता छ भने लिएर बोल्दा खाउन खाएको मन छ मसँग मकै बोल्न आउँछ नडराल है मनिषा विश्वासै मान्दैन भाइ मन छ यता अनि मकै सकै खाइसकेपछि चाहिँ म चाहिँ घर फर्किन लागेको अनि अटोमा पनि आउन मिल्न त बाटो छ उताबाट तर पनि म चाहिँ अटोमा नहिँड्ने भनेर चाहिँ हामी खेतै भएर आयौँ नजिकै पनि छ अनि त्यो भएर अनि त्यसपछि मलाई एक्लै झ्याउलाइरहेको थियो अनि दुई बहिनीले लिएर आएको थियो एउटी बहिनीले भिडियो खिच्दैछ एउटी मसँग हिँडिरहेको थिएँ अनि यत्तिकै पछाडिबाट फेरि बहिनीले चाहिँ भिडियो बनाइरहेको रहेछ केही अनि हामी चाहिँ अहिले चाहिँ यो हाम्रो चपरकौडीको मन्दिर रामजानकी मन्दिर भएर जान लाग्छौँ अलि उताबाट पनि बाटो छ तर पनि यतातिरबाट चाहिँ नजिक पर्छ त्यसैले हामी बाटो भएर गइरहेको छौँ अनि आयौँ अनि यो चाहिँ मन्दिरभित्रको बोर्डिङ धारा हो भनेर हात त्यसपछि पानी खाएर अनि एकैछिनमा बसेको अनि बहिनीहरू चाहिँ हिँड्दैथिएन घर गयो अनि म यता आएँ आफ्नो घर अनि अहिले तर म पहिला गर्ने मान्छे त लगा तर यो त्यस्तो जानुहुन्न यस्तो जस्तो मान्छे त लगाएको फाउन्डेसन पनि काम गर्छ नि त यस्तो ब्लगमा तँले त मधुरो आगो रहेछ अनि उनीहरूले चाहिँ यत्रो भिडियो त बनाइस् अनि हामी जाने बेला बाई भनेको भिडियो पनि बना ल बाई जाऊ जाऊ कि जाऊ त्यति भिडियो बनाएन थाक पनि लगाइसकेको थियो धौ भइसकेको थियो हिँड्दै आएको भएर अनि त्यसपछि आज चाहिँ मैले भिडियो एन्डिङ गर्दैछु भोलिपल्ट हो चाहिँ अनि भिडियो हेर्नुभएकोमा थ्याङ्क्स फर वाचिङ भेटौँ अर्को मेरो नेक्स्ट ब्लगमा बाई बाई गाइज